हेलो गाइज, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ किसान भ्लग होइन। यो चाहिँ खिल्जी खरिवास भयो, यो चाहिँ असुरकोट, यो चाहिँ तल्लो फलामखिली, यो चाहिँ कल्लरी, यो चाहिँ रातामाटा र ढाकाबाङ, यो चाहिँ लम्ची होइन, उपल्लो लम्ची करौदी नुवाकोट, यो चाहिँ अरहाँची भूमिका स्थान होइन। हेरौँ है, ल बर्बासोरैनी गाउँ भन्ने। म चाहिँ आफ्नो गाउँ देखाउँदैछु होइन। अझै गाउँको राम्रो भिडियो चाहिँ आएको छैन होइन। यो चाहिँ बारीतिर गएर खिचेको होइन। हेरौँ है, कस्तो राम्रो देखेको छ कि होइन। आज झन् पानी पनि आएको बिहान होइन। यो चाहिँ हाम्रो काले है। काले के छ आतरमा लड्ने हो हँ। यो कालेले चाहिँ होइन, यो कालेले चाहिँ केही गर्दिन के। काले के छ म चाहिँ अरहाँची होइन गाइस। हाम्रो काले हो है। काले कस्तो राम्रो छ कि हान्दिनँ क्या अरूलाई गाइस है। अरहाँची होइन। हेरौँ है, यस्तो छैन हल्का हेरौँ है, हेरौँ है। यस्तो राम्रो छ कि होइन गाइस। ल यहाँ पनि छ कि होइन, हाम्रो गाउँ नै हो यो पनि होइन। हेरौँ, यहाँबाट झन् राम्रो दृष्टि देखिन्छ होइन। हेरौँ है, ल है गाइस, हाम्रो घरको पानी होइन, बेलुतीको रुख पानी छ। अब चढेर पाकेका खान्छु। हेरौँ है गाइस। ल गाइस, बिहानको यो चाहिँ बिहानको भिडियो होइन। कति भनेपछि 9:40को भिडियो होइन। अब यहाँ चाहिँ गाउँमा छैन, अझै उज्जो छ। ल हेरौँ है गाइस, पानीले पखाल्दैछ, पखाल्न पर्दैन। मिठो छ है गाइस। अम्बा आफ्नै घर पाकेको है। बहुत मिठो छ है। मैले यहाँ भिडियो बनाउँदै खाने आउन मिल्छ है खाना गाइस। जो पनि गाइस हेरौँ है, ल कति ठुलो छ हेरौँ है। उहाँ त कति रातो पाकेको छ हेरौँ है। अब त्यसैलाई टिप्छु गाइस। ल गाइस, त्यसैलाई टिपेर आइसकेँ। हेरौँ है गाइस। अब हेरौँ है गाइस, त्यसैलाई टिपेर आइसकेँ ठ्याक्क। अब होइन, त्यसैलाई टिपेर आएपछि हेरौँ, त्यसैलाई टिपेर आएको है गाइस। पाकेको छ। ल हेरौँ गाइस, पहिला चाहिँ कोइका थियो, अहिले चाहिँ छैनन्। अहिले कोइका झरेर भ्याइ होइन। जे होस्, आफ्नै गाउँमा किनेर खान पर्दैन नि हो। बजार बुटोल चाहिँ होइन, किनेर खान पर्छ। यहाँ चाहिँ आफ्नो घरमा उनीहरू नै किनेर खान पर्दैन थियो। ल गाइस, बखडा नि होइन ऊ फलेछ क्या। बारीमा फुलेछ बखडा है। ऊ बखडा फुलेको देखाउँ ल। मिठो रहेछ। खाना चाहिँ जहाँबाट नि आउनु मिल्छ गाइस, तर दिन्छु होइन, लिएर चाहिँ आउनु मिल्दैन। पाकेर चाहिँ किचुक किन्छन् है। होटेलमा चाहिँ यिनी चाहिँ यस्तो बिक्री हुन्थ्यो होइन। गाउँबाट आउने, गाउँमा रुखमै पाकेका है।